यति मात्र होइन, सार्कका पर्यवेक्षकहरूमा अमेरिका, चीन, जापान, अस्ट्रेलिया, युरोपेली सङ्घ लगायत 9 देश र संस्थाहरू छन्। अर्थात् संसारका सबैभन्दा शक्तिशाली देशहरू पनि काठमाडौँमा हुने बैठकमा पर्यवेक्षकको रूपमा आउँछन् र सचिवालयका महासचिवहरूलाई सहयोग गर्न 8वटै सदस्य देशबाट एक जना निर्देशक काठमाडौँमा बस्छन्। भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, भुटान, मालदिभ्स, अफगानिस्तान सबैका प्रतिनिधि काठमाडौँमा बस्छन्। काठमाडौँको हावापानी खान्छन्, काठमाडौँको बजारमा किनमेल गर्छन्। यो नेपालको लागि मात्र सम्मान होइन, यो आर्थिक फाइदा पनि हो, कूटनैतिक फाइदा पनि हो। र सचिवालयका साथसाथै सार्क क्षयरोग तथा HIV एड्स केन्द्र र सार्क सूचना केन्द्र पनि नेपालमै स्थापना भए। अर्थात् नेपाल सार्कको केवल मुख्यालय होइन, सबैभन्दा बढी संस्थागत उपस्थिति भएको देश पनि हो। र नेपालले सार्कका 3वटा शिखर सम्मेलनहरू सन् 1987, 2002 र 2014 मा काठमाडौँमा आयोजना गर्यो। प्रत्येक शिखर सम्मेलनमा दक्षिण एसियाका 7-8 देशका राष्ट्राध्यक्षहरू काठमाडौँ आउँछन्। संसारका मिडियाको क्यामेरा काठमाडौँतिर फर्किन्छ र नेपाल फेरि एकचोटि विश्वको ध्यानको केन्द्र बन्छ। र अझ एउटा गर्विलो कुरा, सन् 2014 पछि भारत पाकिस्तान तनावका कारण कुनै शिखर सम्मेलन हुन सकेको छैन। सार्क लगभग निष्क्रिय छ, तर नेपालले सार्क परराष्ट्र मन्त्री स्तरीय अनौपचारिक बैठकहरू आयोजना गर्दै संस्थालाई जीवित राखिरहेको छ। भारत र पाकिस्तान झगडा गरेर बसेका छन्, तर नेपाल एक्लै यो संस्थालाई जीवित राख्दैछ, किनकि यो संस्था नेपालका लागि केवल एउटा अन्तर्राष्ट्रिय सङ्गठन मात्र होइन, यो राजा वीरेन्द्रको सपना हो, यो नेपालको कूटनैतिक पहिचान हो, यो त्यो प्रमाण हो कि एउटा सानो देश पनि चतुर्याइँपूर्ण कूटनीतिले संसारमा आफ्नो छाप छोड्न सक्छ। र आज जब काठमाडौँको बानेश्वरमा सार्क सचिवालयको भवन देखिन्छ, त्यो भवन केवल एउटा कार्यालय होइन, त्यो भवन राजा वीरेन्द्रको 10 वर्षको मेहनतको प्रतीक हो। त्यो भवन नेपालको तटस्थताको अन्तर्राष्ट्रिय मान्यताको प्रतीक हो। र त्यो भवन यो कुराको प्रमाण हो कि संसारका ठुला देशहरूले पनि एउटा सानो देशलाई भनेका थिए, हामी तिमीलाई विश्वास गर्छौँ, त्यसैले दक्षिण एसियाको साझा घर तिम्रो काठमाडौँमा बनाऊ। हवस् त, यस्तै खोजमूलक भिडियोका लागि रिभर्स टिभी हेर्दै गर्नुहोला।